हेलो साथीहरू, आज म तपाईहरूलाई मेरो जीवनमा घटेको एकदम रमाइलो घटना सुनाउन गइरहेको छु। मेरो नाम रवि हो। म गाउँमा बस्छु। मेरो उमेर 19 वर्षको भयो। यो घटना जब मेरो माइजू गाउँमा आउनु भएको थियो तब घटेको थियो। मेरो माइजूको नाम प्रीति हो। उहाँ धेरै नै राम्री हुनुहुन्छ। ज्यान पनि मिलेको, अलि मोटी हुनुहुन्छ। मैले सानोमा मामा माइजूको बेमा माइजूलाई देखेको थिएँ। त्यो बेलामा माइजूको सुन्तला जत्रो मन थियो, तर अहिले मन धेरै ठुलो भएर भगटे जत्रो भइसकेको रहेछ। माइजूको एउटा छोरा छ। मामा आर्मीमा जागिर गर्नुहुन्छ र प्रायजस्तो ब्यारेकमै बस्नुहुन्छ। तर माइजू भने आफ्नो बुवा र एउटा छोरासँग बस्नुहुन्छ। माइजू केही काम परेर हाम्रो घरमा आउनु भएको थियो। हाम्रो घरमा 4वटा कोठाहरू थिए। एउटा किचन, एउटामा आमा बुवा सुत्नुहुन्थ्यो र अर्कोमा म सुत्थेँ, र एउटा कोही पाहुना आइहाल्यो भने उनीहरूको लागि भनेर छुटाएको थियो। किचन हाम्रो भुइँतलामा थियो र त्यसकै साइडमा आमाबाको कोठा थियो र मेरो कोठा चाहिँ एक तलामाथि थियो र पाहुना कोठा त्यसकै साइडमा थियो। माइजू दिउँसोको 2 बजेतिर आइपुग्नु भएको थियो। त्यतिखेर घरमा म मात्रै थिएँ। त्यसैले माइजूलाई मैले नै खाजा बनाएर खुवाएँ। माइजू आएर माथि रुममा पठाए। माइजू के गर्दै हुनुहुँदो रहेछ भनेर हेर्न जाँदा माइजू लुगा फेरिरहनु भएको रहेछ। त्यस्तो अवस्थामा मैले माइजूलाई देख्दाखेरि मलाई लाज लाग्यो र तल आउनु है माइजू भनेर म फर्किएँ। माइजू तल आएर मसँग मजाक गर्न थाल्नुभयो। केही त देख्नु भएन नि भान्जा बाबु। मैले पनि लाजले केही देखिन मैले भनेर भने। सायद मामा धेरै समयसम्म ब्यारेकमै भएर होला माइजू मसँग अलि छिल्लेको कुरा गर्नु भइरहेको थियो। त्यही बेलामा घरमा आमा र बुवा पनि आउनुभयो। रमाइलो र आमा बुवा गफ गर्न थाल्नुभयो, तर म भने चाहिँ आफ्नो कोठामा गएँ र माइजूको अघि कोठाको दृश्य सम्झेर कोब्रालाई सुमसुमाउन थालेँ। ममा पनि भर्खरै जवानी चढिरहेको थियो। त्यस्तै कोब्रालाई 5-10 मिनेट चलाएपछि कोब्राले स्याम्पू निकाल्यो र त्यसलाई एउटा कपडाले पुसेर म टोयलेटतिर गएँ र कोब्रालाई साबुन लगाएर नुहाइदिएँ। त्यसपछि बेलुका हामी सबैजना खाना खान लाग्यौँ। हामी खाना खाएर माइजू र आमा बुवा गफ गर्दै हुनुहुन्थ्यो। आमाले मलाई भन्नुभयो, उता माइजूको कोठा मिलाइदे छोरा। मैले पनि हुन्छ भनेर माथि कोठा मिलाइदिन गएँ र त्यस्तै रातको 10 बजेको थियो। माइजू सुत्न कोठातिर आउनुभयो र आमा बुवा पनि सुत्नुभयो। म राति मोबाइल चलाएर बसिरहेको थिएँ। त्यस्तै रातको 11:30 जति भएको थियो होला। माइजू एक्कासी मेरो कोठामा आउनुभयो। माइजूले सुत्ने कपडा लगाउनु भएको थियो र मैले माइजूलाई सोधेँ, के चाहियो माइजू तपाईलाई? तर माइजूको जवाफ, मलाई गाउँमा बस्ने बानी छैन। म सुत्न लागेको थिएँ। मेरो शरीरमा के हिँडेको जस्तो लाग्यो। मैले माइजूलाई भने, त्यस्तो केही होइन, त्यही पुतली सान्ला त्यस्तै आयो होला, डराउनु पर्दैन, गएर सुत्नुहोस्। तर माइजूले म त्यस्तोमा त निदाउनै सक्दिनँ भनेर भन्नुभयो। मैले पनि त होला नि भनेर, ल तपाईँ यता सुत्नुहोस् न त म उता गएर सुतुम्ला भने। तर माइजूले हुँदैन, मलाई यहाँ पनि डर लाग्छ भनेर भन्नुभयो र ढोकामा चुकुल लगाउनु भयो। म पनि अब केही बोल्न सकिनँ र माइजू मलाई भित्तातिर सारेर आफू छेउतिर सुत्न लाग्नुभयो। अब त्यस्तो जिउडाल मिलेको माइजू मेरै छेउमा सुत्दा मलाई कसरी निन्द्र लाग्ला भनेर म भित्तापट्टि फर्केर सुतेँ। अन्धकारमा माइजू भन्ने म पट्टि नै फर्केर सुत्नु भएछ र माइजूको भोगटेले मेरो ढाडमा तातो स्पर्श गराइरहेको रहेछ। म पनि बिस्तारै तात्तिँदै थिएँ। मेरो कोब्रा पनि बिस्तारै डरो हुँदै गइरहेको थियो। माइजूले पछाडिबाट मेरो कोब्रालाई समाउनु भयो। म त एकछिन त झसङ्ग भएँ। मेरो पनि उमेर पुगेको भएर होला माइजूलाई आफ्नो खुत्रुकी फुटाउन मन लागेको भनेर मैले बुझिहालेँ। त्यसपछि म पनि माइजूपट्टि फर्किएँ र मेरो हातले उहाँको बखटेलाई समाउन थालेँ। उहाँको भोगटे धेरै नै ठुलो रहेछ। त्यस्तै 5-10 मिनेट जति चलाइसकेपछि मलाई लाग्यो कि अब खुत्रुके फोड्ने टाइम आयो। मैले बिस्तारै सबै लुगा हटाइदिएँ र कोब्राको टाउकोले माइजूको खुत्रुकेमा जोरदार हमला गरेँ। मेरो कोब्रा निकै नै ठुलो भएर हो कि माइजूले आवाज निकाल्न थाल्नुभयो।
मेरो कोब्राले पनि पहिलोचोटि खुत्रुके भेटेको थियो, त्यसैले धेरै बेरसम्म त्यही चल्ने मन गर्यो। र मैले पनि सोच्दै नसोचे माइजूको खुत्रुके भित्रै कोब्रालाई नचाइराखे। धेरै बेरपछि कोब्रालाई रिङ्गन्ता लागेर कोब्राले त्यही उल्टी गर्थ्यो। त्यसपछि कोब्रा पनि तातो भएर बाहिर आयो। माइजू सहरमा बस्ने भएकोले त्यस्तो कोब्राले छादेको औषधि बोकेर हिँड्नु हुँदो रहेछ। र मैले माइजूलाई सोद्धा माइजू कोब्राले त खुत्रुकेमै उल्टी गरिदियो, अब के गर्ने भनेको माइजूले चिन्ता लिनु पर्दैन, त्यसको औषधि छ मसँग भनेर सुत्नुभयो। त्यस्तै रातको 2 बजेको थियो होला। मलाई फेरि माइजूको खुत्रुके फोड्न मन लाग्यो र मैले माइजूलाई पहिला बिस्तारै उहाँको भोगटे चलाउन सुरु गरेँ, किनकि माइजू छेउपट्टि फर्केर सुत्नु भएको हुँदा माइजूलाई आफूपट्टि फर्काउनलाई मैले सुरुमा त भोगटे नै चलाउन सुरु गरेँ। एकैछिनसम्म भोगटे चलाएपछि माइजू उठ्नुभयो र म पट्टि फर्किनुभयो र भन्नुभयो, आज मलाई सुत्न दिनु हुँदैन जस्तो छ भान्जाले। मैले पनि भने, यस्तो मौका सधैँ सधैँ कहाँ आउँछ र माइजू। र फेरि हामी सुरु भयौँ। त्यस्तै त्यो रात हामीले 4 चोटिसम्म एक अर्काको चाहनालाई पूरा गर्यौँ। र अहिले पनि माइजू र म फेसबुकमा साथी छ र धेरै बेरसम्म कुराहरू गर्छौँ। र म काठमाडौँ गएको बेला माइजूकोमा बस्छु र हामी बीच त्यस्ता रमाइला घटनाहरू प्रायजस्ता भइ नै रहेको हुन्छ। साथीहरू, तपाईलाई यो कथा कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने हाम्रो च्यानललाई लाइक र कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईहरूको सपोर्ट भयो भने अझै यस्ता रमाइला कथाहरू तपाईहरू माझ प्रस्तुत गर्ने नै छौँ। त्यतिखेरसम्मको लागि मलाई बिदा दिनुहोस्। म तपाईहरूकै राजकी रानी प्रिया।